उपस्थित आदरणीय पास्टर अगुवा लिडर शिक्षक शिक्षिका र मेरा प्यारा साथीहरू र यहाँ उपस्थित भएका सबै विश्वासजनहरूलाई मेरो तर्फबाट जय मसीह। आज म यस विवाहमा भाग लिन पाउँदा अति खुसी भएको छु। किन वास्तवमा त म परमेश्वरलाई धन्यवाद दिन्छु, किनकि परमेश्वरले गएका हप्तादेखि हामीलाई सुरक्षा साथ र मलाई यस विवाहमा चरण गर्नुभएको छ। अब म विपक्षबाट बोलेको छु। वास्तवमा गर्नुपर्दा प्रार्थना वचन हुनुहुन्छ, किनकि वचनले नै हामी धेरै किसिमका ज्ञान बुद्धि पाउँछौँ। वचन नै दुई धारे तरबार हो। वचन भएन भने हामी बाँच्न सक्दैनौँ। वचनले नै यो सारा यो सृष्टि यो पृथ्वी जीव जन्तुहरू सृष्टि भएको हो। वचनले नै गर्दा आज हामी बाइबल पढ्न सक्छौँ। प्रार्थना त के हो र? प्रार्थना त हामी सबैले गर्न सक्छौँ र वचन त हामीले सिक्नुपर्छ। मेरो मित्र साथीले भन्नुभएको रहेछ, वचन भन्दा त प्रार्थना ठुलो हुन्छ। मेरो मित्र साथीले त्यति बेला बाइबल पढेका रहेनछन्, तर म त्यो मान्दिनँ, किनकि म त प्रार्थना वचन ठुलो मान्छु। किनकि वचनले नै हामी धेरै कुरा सिक्छौँ। त्यति भन्दै मेरा दुई चार शब्द यही ठुलो जस्तो सबैले जमसी। ल अब हाम्रो बाल विवाह खर्च सकिएको छ। ल चारैजना भाइहरूलाई म धन्यवाद दिन चाहन्छु। एकदमै राम्रो सबैभन्दा अनि हामीले सिकाएको भन्दा भनेका छन्। त्यसै गरी अब म यसको नम्बर चाहिँ अब उहाँहरूले एकचोटि कुर्नुपर्ने हुन्छ। त्यो नम्बर चाहिँ कति कसले पायो भने को खर्च भयो त्यो चाहिँ खाना खाइसकेपछि नम्बर पाइन्छ। ल अब हामी खाना